स्ट्यान्ड हो कि स्टोन त्यो थाहा भएन त्यसले गर्दा त्यस्तो खालका कुराहरू पनि आउँछन् भन्ने पनि चिन्ता लागिरहेको छ तर त्यो आज पानी झर खुसी लाग्यो अब यतिबाट कनेक्सन गर्यौँ त्यो कनेक्सनमा यहाँबाट यति पाइप पुगेको थिएन र स्थानीयहरू पनि हुनुहुन्न तर यहाँनिर खानेपानीका कर्मचारीहरूले चाहिँ उताबाट पानी पठाए सक्नुभएको जानकारी आइसके पछाडि चाहिँ म यहाँ आइसकेको छु र यहाँ आउँदा चाहिँ कोही पनि हुनुहुँदो रहेनछ र यहाँको स्थानीय पनि हुनुहुन्छ ठ्याक्कमा पाइप अगाडि छ कि यहाँनिर आयो आयो ल पानी आयो ल आइपुग्यो ल ओहो ल पानी आइसक्यो विजयपुर डाँडामा पानी आइसक्यो ल ए हजुर चाहिँ यहाँनिर अघि गाउँ मास्टर गएको देखेँ ओहोरदोहोर गरिरहनुहुन्छ तीनपल्ट आउँछ आज दुईपल्ट मात्रै ए आज दुईपल्ट मात्रै सबै दुख्छ जिउ दुख्छ हिँडिरहन्छ ओहो लु ठुलो आयो लु पानी आयो ल ओहो ल खै ल पानी आयो पानी आयो पानी आयो है आयो ल तर कोही हुँदैन तर पानी चाहिँ आयो है ल पानी आयो पानी आइसकेको छ हाम्रो विजयपुर डाँडामा अगाडि चाहिँ एकदमै धमिलो आएको थियो तर अहिले चाहिँ पानी सकिसकेको छ र पानी चाहिँ एकदम ठुलो आइसकेको छ है पाइपभरि पानी आइसकेको छ अहिले चाहिँ पानी आइसकेको छ पानी आइसक्यो ल जुन चाहिँ हाम्रो माथि के अरे पुस्रेबाट पानी खोलिसके पछाडि चाहिँ पानी आएको छ अहिले चाहिँ आउँदै रहेछ आउँदैछ है ल पानी धेरै प्रतीक्षा भन्छ यो टङ्की बनाएकै भयो 30-35 यो टङ्की बनाएको त्यसलाई मर्मत गरेका 2-3 मर्मत गरे तर पानी झार्न सकेको छैन यसपालि पानी भयो खुसी लाग्यो अहिले तपाईँ यो पानीकै लागि आउनु भएको थियो कि यहाँ यसो निस्केको बेला पानी पनि आज त्यो अलिक चाहिँ हल्ला पनि सुनेको थिएँ सूचना आइसक्यो नजिकै हो मेरो त आउने जाने गरिदिन्छु एकदमै खुसी लाग्यो है तपाईँको परिचय पनि भनिदिनु न म हरिहर खतिवडा नारायण चौक अब यो पानी आयो भने विजयपुरवासीलाई अलिक सहज हुनेछ धेरै राम्रो पानी त खै सानो आएको छ आउँछ होला नि त अहिले आउनु चाहिँ सानो आइरहेको तर पनि अब चाहिँ पानी आउँछ भनेर पुरै हामीलाई होइन आश छ खुसी छ नआउनु पर्यो नि सर्प निस्किन्छ यस्तो पर्छ मैला नै आउँछ नि त एक दिन त्यहाँ तल जानु पर्दैन ओहो ल आयो आयो हाम्रो वडा जस्तो हुनुहुन्छ त्यो जङ्गलमा रुँगेको फोस आइरहेछ ओहो धमिलो आइरहेछ मैला यो पाइप काटेको ठाउँमा आयो भर्खर यो पानी फुल आयो भनेर काँदै चाहिँ एक्लै रुँगिरहनु भएको थियो जङ्गलमै हामी देख्नु भएको थियो आफै अत्यन्त ह्याप्पी मुड भन्नु छ अब
यो एउटा अगाडिको एउटा इतिहास छ अब यो कमसेकम 14 नम्बर वार्डको अध्यक्षको मात्रै होइन सम्पूर्ण 14 नम्बर वार्डका एउटा खुसी हो प्रधान उपमहानगरपालिकाका नगर प्रमुख लगायत सम्पूर्णको खुसीको कुरो हो। हामी त त्यसै पनि खुसी छैनछौँ र स्थानीय पनि धेरै खुसी हुन्छ किनभने हिजो त म निराशै भइसकेँ अस्तिको दिन जाने कोसिस गरेको यस्तो निराश भएन कि अब के हुने हो कौतल भइरहेको थियो नि त अनि अहिले तपाईँलाई म विराटमा थिएँ पानी आयो भने चाहिँ यहाँ अब त्यो एयर लिक गरेको ठाउँ लुगेर बसेको सम्झिनुहोस् त घाँटी खत्रै बस्दै गरेको होइन यो अहिले थाल्दैछ क्या अब हाम्रो मात्र होइन साथै भएर 14 नम्बरबाट सम्पूर्ण यहाँको स्थानीय बासिन्दाको खुसीको कुरो है। आज यो 6जनाले श्रमदान गरेको सार्थकता सँगै हालेको यहाँ नुहाउनलाई तयारी हुनुहुन्छ हाम्रो म्याम चाहिँ हाम्रो कमल भट्टराई हुनुहुन्छ 3जना जनप्रतिनिधिहरू उपस्थित हुनुभएको छ। अब पानी यसरी आएर नि अब ओभरफ्लोबाट जस्तो तपाईँलाई यो आउटपुटबाट पानी गयो भने फेरि मान्छे रिसाउने भयो पानी किन धेर बिचमा अब यो सम्झिने गरी हामी हेर्छौँ यहाँनिर होइन सानो किलो पहिले मलाई खोलाको कुलो ल्याउने गरेको छ कि यहाँ कम्ती त्यो कुलोमा यसो पानी जम्मा गर्दै हामी पौडी खेल्थ्यौँ होइन अहिले केही याद आएको मान्छेहरूले होइन यहाँ कहाँ पानी नपऱ्यो यत्रो बाढी आयो भन्लाम फेरि बाढी नै जाँदो रहेछ यत्रो पानी आउँदो रहेछ आधी घन्टामा भरिने भएछ अब ठिकै पानी त आज आज लाग्छ यो सबभन्दा साह्रो त भान्सामा गर्नुपर्छ होला हौ खोलाको कुलो ल्याउने गरेको छ कि यहाँ कम्ती त्यो कुलोमा यसो पानी जम्मा गर्दै हामी पौडी खेल्थ्यौँ होइन अहिले केही याद आएको मान्छेहरूले होइन यहाँ कहाँ पानी नपऱ्यो यत्रो बाढी आयो भन्लाम फेरि बाढी नै जाँदो रहेछ यत्रो पानी आउँदो रहेछ
आधी घन्टामा भरिने भन्छ अब ठिकै पानी त आज आज लाग्छ एकछिन हामीले सङ्ग्लेस अब यो कसरी यो कुन सिस्टमबाट कसरी आउँछ यो पानी अलिकति भन्नु न यो अब हाम्रो सर्दो निछानेकै पानी आउने हो यो यसो चाहिँ ग्राभिटी ठाउँबाट आउने हो अब यो अहिले हेर्दाखेरि पानी हामीले देखिरहेको छ नि दोस्रोदेखि टोटल हाम्रो नयाँ टेस्ट हो यो त्यो पहिलाको पाइप पनि चलेको थिएन तबबाट हामीले जहाँ अस्ति कनेक्सन गऱ्यौँ त्यो कनेक्सनमा यहाँबाट यति पाइप पुगेको थिएन र मात्रै देखिएको हो अब यो चाहिँ हाम्रो टोटल नयाँ टेस्ट हो नयाँ कनेक्सन गरेका छौँ त्यसलाई अझै 1 घन्टा जति लगभग हामी वासमा छोडिदिइरहेको छौँ अनि त्यसपछि भोलि वा पर्सिदेखि हामी यहाँ ट्याङ्कीमा लगाइदिन्छौँ जस्तै अब सुरुमा यो पाइपलाई क्लियर गर्नको लागि खालि बुस्ट गर्नुपर्ने अवस्था पनि आयो होइन अब यो टोटली ग्राभिटी फ्लोबाटै आउँछ पानी हजुर ग्राभिटी हामी दुईटै सिस्टमबाट जसरी पनि विजयपुरलाई हामी हाम्रो प्राविधिक टोलीले हेरेर यही रफ्तारमा पानी झार्छौँ जुन तरिकाबाट राम्रो पानी झर्छ हामी त्यही तरिका अप्नाउँछौँ अब यो कहिलेदेखि के गर्ने भन्ने अब यहाँ होइन अनि यस्तो छ यहाँ त पाइपलाइन भइ नै सक्यो अगाडि अनुदान पनि भएको हो यहाँ अब आज हामीले यो टेस्ट गऱ्यौँ अब यो भोलि अथवा पर्सि हामी ट्याङ्कीमा हाल्छौँ त्यसपछि तुरुन्तै यहाँ पाइपलाइन भइसकेको छ त्यसमा हामी कनेक्सन गरिदिन्छौँ र हामीले यो होल चेन्ज भन्छ जुन धारा चेन्ज गर्नुपर्ने हुन्छ नयाँ लाइन हामीले सुचारू गरिदिइहाल्छौँ फेरि तल पनि पानी टेस्ट गर्नै पर्छ होला नि त पाइपमा मैलो छ होला होइन यसमा टेस्ट केही समय अलिअलि वास छोडिदिने हो त्यसमा चाहिँ हाम्रो के छ भने अब यहाँ झरिसकेपछि अब लगभग यहाँदेखि उँधोको क्षेत्रलाई हामीलाई केही पनि समस्या छैन मेन यहाँ आउने हो अब यहाँ पनि यो हिसाबले पानी अझै बढ्छ किनभने अझै पनि धमिलो पानी आइरहेछ किनभने टोटल्ली हाम्रो फुल्सेदेखि यहाँसम्मको नयाँ टेस्ट हो त्यसले गर्दाखेरि अब लगभग हामी यो सक्सेस भइसकेको छ भोलिबाटै हामी यो ट्याङ्कीमा पानी खसाल्ने वातावरण बनाइदिन्छौँ त्यसपछि यो ट्याङ्की टेस्ट हुन्छ ट्याङ्की पछाडि हामी उँधोको जुन जनतालाई खुवाउने जनताको घर घरमा पुर्याउने जिम्मा पनि हाम्रै हो हामी पुर्याइदिन्छौँ आज वडा अध्यक्षज्यू कतिको खुसी पाउनु भयो गङ्गाजी होइन अध्यक्षज्यूको एउटा के छ भने भूमिका राम्रो छ उहाँले पनि केही खर्च गरेर आफ्नो हिसाबले जनताको लागि उहाँले हिजो चुनावी मैदानमा उत्रिँदै गर्दा उहाँले गरेका बाचाहरू उहाँले पुरा गर्दै जाँदै हुनुहुन्छ आफ्नो जनप्रतिनिधिको भूमिका हो अब यो विषयमा वडावासीलाई उहाँले गर्ने सम्बोधन गर्दै हुनुहुन्छ गर्ने कुरा उहाँले जनताको काम गर्ने हो हामी कर्मचारी हामी आफ्नो हिसाबले काम गर्छौँ होइन अब म पनि चौधैवासी भएकोले उहाँलाई अब एउटा पानीको विषयमा हाम्रो साथ सपोर्ट छ सहयोग छ खानेपानीको लागि त्यही छ भूमिका हाम्रो र अब यही हिसाबमा पानी झर्छ के अरे अझ हाम्रो उहाँ गङ्गा भाइले चाहिँ नि हामीलाई धेरै हौसला दिनुभएको थियो हजुर हामी अस्तिको दिन चाहिँ अलिकति निराश पनि भएको थियौँ हाइटमा छ यो होइन हजुर अब यो पनि सफल भएन भने अब 14 नम्बर वार्डबाट चाहिँ हामी पछाडि सराइ पो जानुपर्छ कि भन्ने अवस्थामा पुगेको थियो पानी भएन त बस्ने पनि औचित्य भएन नि त अनि हिजो उहाँले के भन्नुभयो भने मैले उहाँ त मकै माथि अस्तिको दिन यो पानी झरेको छ तर जस्तो यो धेरै वर्ष पुरानो हो नि त तपाईँले एडिबीको पाइप हामीले विस्तार गरेको यो पञ्चगढी खेतमा ल्याएर मात्र तपाईँलाई नयाँ पाइपलाइन विस्तार गरेको त्यहाँबाट कहाँबाट पानी लिकेज भयो वाटरको कुराहरू जुन छ तिनीहरू हामीले टोटल रूपमा बन्द पनि नभएको रहेछ क्या अनि पानी जति त तपाईँलाई आधी पानी यता आउने भयो आधी पानी उता बग्ने भयो त्यसले गर्दा पनि समस्या आएको रहेछ अनि मलाई विशेष गरेर गङ्गा भाइले के भन्नुभयो भने होइन यो तपाईँ चिन्ता नगर्नुहोस् निराशा नहुनु होइन पानी हामी जसरी पनि झार्छौँ हाम्रो जिम्मेवारी खानेपानी बोर्डको जिम्मा हो तपाईँ हाम्रो जिम्मा पानी हामी जसरी पनि झार्छौँ यो अब तपाईँले चिन्तै नलिकन चुप्प लागेर सुटफुस पनि भन्नुभयो बेलुका निकै बेलुका भयो होइन तपाईँ टेन्सन नलिकन जान त्यो तनाव पनि भएको थियो नि त होइन खर्च पनि भयो धेरै खर्च पनि गरियो अब खानेपानी जस्तो सरकारकै पैसाहरू खर्च भयो नि त होइन त्यो त जनताले जुन कर तिरेको छ त्यो पैसालाई समग्र रूपमा जम्मा गरेर फेरि जनतालाई फर्काउन खोजेको नि त यो त खानेपानी भनेको अब त्यो हिसाबले त्यो जनताकै पैसा खर्च हुन्छ भोलि पानी आएन भने त अनावश्यक थाहा छैन हावाको भरमा गएर पाइपलाइन विस्तार किनभने अहिले त तपाईँलाई भन्न सजिलो छ होइन त्यहाँ पाइपलाइन लग्यो विस्तार गरेर ऊ कुनै के फेरि कोही भन्छ नि स्टोन देखायो भन्ने पनि चलन छ नि त अहिले त होइन अब स्ट्यान्ड हो कि स्टोन त्यो चाहिँ थाहा भएन त्यसले गर्दा त्यस्तो खालका कुराहरू पनि आउँछन् भन्ने पनि चिन्ता लागिरहेको छ तर त्यो आज पानी झऱ्यो खुसी लाग्यो अब यतिबाट ढुक्छ वडावासीलाई के भन्नु वडावासीलाई अब तपाईँहरूले पानी खान पाउनुहुन्छ बिस्तारै बिस्तारै अब हामी पाइपलाइन विस्तार गरेर जान्छौँ यही ढङ्गले पानी तपाईँलाई 1 घन्टा मात्र आइदियो भने हामीलाई त इनफ हुन्छ
यो पानी तपाईँलाई डाइरेक्ट डाँडागाउँको अब यो पाइपलाइनको र त्यो डाँडागाउँको यो पाइपलाइनमा जोड्ने बित्तिकै यो प्रेसरले त पानी त तपाईँलाई गड्डङले कुदिहाल्यो नि त चल्छ कुदेन त अनि त्यो हिसाबले त पानी त 2 तले होइन 5 तलेमा पुग्छ। धन्यवाद। धेरै खुसी झर्ने हो भने पानीको आवश्यक होइन ट्याङ्कीको आवश्यक पर्ने अब 14मा अब पानी राख्ने ट्याङ्की चाहिँ बनाउनु पर्छ। सुरुमा तपाईँले यस्तो पानी झर्छ भन्ने लागेको थियो? लागेको थिएन, यो अलि हाइटमा छ नि त, हाइटमा छ तर सबैको प्रयासले गर्दा पानी झर्यो। अत्यन्तै खुसी लागेको छ, यही रफ्तारले झरोस् होइन। अब 14 नम्बर वडामा चाहिँ पानीको एकदमै हाहाकार हुन्थ्यो नि त, सायद अब हाहाकार हुँदैन भन्ने लाग्छ मलाई। अब अर्को के चाहिँ हाम्रो अर्का जनप्रतिनिधि कमल भट्टराई हुनुहुन्छ, उहाँ नियमित खटी पनि रहनु भएको छ। कमलजी, आज पानी झऱ्यो, कस्तो अनुभूत भइरहेको छ? एकदम राम्रो खुसीको कुरा भएको छ। यो धेरै प्रयासपछि चाहिँ अहिले बल्ल बल्ल पानी यहाँ पञ्चकन्यामा चाहिँ झार्न सकिएको छ। 14 नम्बर वडामा पानी खानको लागि यो तय भएको छ अहिले सरकारलाई। हिजो यो पाइप विस्तार गर्दै गर्दा, श्रमदान हुँदै गर्दा र यहाँ यसरी पानी ल्याउने भन्दा तपाईँलाई कतिको कन्फिडेन्स जागेको थियो? होइन, अब पक्का पनि पानी त किनभने पहिले खानेपानी सस्ता नहुँदा पनि यहाँ पानी झारिएको भन्ने कुरा बुझिया हो हामीले। अनि यहाँ पहिले यहीँबाट पानी सप्लाई गरेको हो भनिसकेपछि माथिबाट सर्दो र खर्जुको पानी त यहाँ झर्छ होला भन्ने कुरा भएको थियो। तर विस्तारमा गर्दै जाँदाखेरि बिचमा अस्ति 2 दिन अगाडि चाहिँ अलिकति समस्या जस्तो देखिएको थियो। तर यद्यपि आज त्यो कुरालाई साकार भएको छ, राम्रोसँग पानी झर्न सफल भएको छ। अलिअलि सामान्य रूपमा निराशा भएको थियो। अस्ति गर्दै गर्दाखेरि पानी आएन, 1-2 दिनभरि पानी आउँछ होला भनेर गरियो, गर्दा गर्दै भरे पानी नआएर त्यतिकै फर्केर जानु परेको थियो, निराशा भएको थियो। तर अहिले त्यसलाई साकार भएको छ, त्यो निराशालाई चाहिँ। के भन्नुहुन्छ वडावासीलाई? होइन, अब यो वडावासीहरूको लागि एउटा विजयपुरलाई पानीको जो समस्या भएको, यो पर्यटकीय धार्मिक क्षेत्रमा पर्यटकहरू आएको बेलामा धार्मिक क्षेत्रमा आएका व्यक्तित्वहरूलाई चाहिँ पानीकै समस्या धेरै देखाउनु पर्ने अवस्था थियो। त्यसबाट चाहिँ अब हामीले त्यो खाले कुराहरू चाहिँ गर्नु पर्दैन होला, किनभने पानी चाहिँ पर्याप्त रूपमा हामीलाई पूर्ण रूपमा छ र आएका पर्यटकहरूलाई पनि सहजीकरण होला भन्ने कुरा हामीले सम्झेका छौँ। अब दोस्रो मानमा बरु जुन चाहिँ हाम्रो विजयपुर डाँडामा पानी झरिसकेको छ अहिले चाहिँ, र यहाँको वडा अध्यक्षज्यू पनि हुनुहुन्छ, उहाँहरू पनि धेरै खुसी हुनुहुन्छ र स्थानीयज्यू पनि खुसी हुनुहुन्छ। जुन चाहिँ हाम्रो त्यस 1 महिना अगाडि तानिएको यो श्रमदानबाट तानिएको पाइपबाट चाहिँ पानी झरिसकेको छ, जुन चाहिँ विजयपुरवासीको समस्या लगाएपछि केही समाधान हुनेछ भन्दै अहिलेको भिडियो चाहिँ यति नै। हस्त नमस्कार, धन्यवाद। यो चाहिँ हाम्रो विजयपुर पञ्चकन्या मन्दिरको अगाडिको ट्याङ्कीमा स्टोर गरिन्छ।